धन्यवाद म्याडमलाई। यसपछि हामीलाई सहयोग गर्नुहुने सिएनजी भोजपुरबाट कुल 30,000 आर्थिक सहयोग हुन आएको छ। उहाँलाई भोलि धन्यवाद व्यक्त गर्न चाहन्छु। हामी करिब कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। यस्तो खालको कार्यक्रम त सबै माग पुरा भइसकेपछि एक दिन बरु टुडी खेलमै गरौँला। सबैलाई रमाइलो हुने गरी पहिला हाम्रो माग पुरा गर्नतर्फ लागौँ, त्यसपछि यो यस्तो कार्यक्रम त हुँदै गर्ला। म विशेष सूचना भन्न गइरहेको छु, यहाँलाई अनुरोध पनि गर्न गइरहेको छु। मैले यहाँ जुन मान्छेलाई तोकेको छु त्यो तोकेको मान्छे भन्दा एकजना पनि त्यहाँ बैठकमा प्रवेश गर्न पाइने छैन। बाध्य भइकन बैठकबाट निकाल्नको लागि चाहिँ यहीँबाट नगइदिनु होला भनेर पनि म विशेष अनुरोध गर्न चाहन्छु। गुहेश्वरी बाल शिक्षा माध्यमिक विद्यालय प्रस्तुति गृहको नजिकै अहिले बैठक बस्नेछ। हामी कार्यालयका 4 जना, त्यसमा अध्यक्षज्यू, सहअध्यक्षज्यू, म महासचिव र उपमहासचिव, आबद्ध संस्थाका अध्यक्ष र महासचिव, प्रत्येक प्रदेशका आन्दोलन परिचालन समितिका संयोजकज्यू भन्दा बाहेक उहाँहरूले पनि आफ्नो साथमा पनि एकजना